हेलो नमस्ते सम्पूर्णमा यहाँहरूको के छ खबर? मैले त रक्सी पारिरहेछु अनि हजुरहरूको खबर के छ? सन्चै हुनुहुन्छ? मेरो चाहिँ दिनचर्या यसरी नै बितिरहेछ है रक्सी पारेर। अनि हजुरहरू के गरेर दिन बिताइराख्नु भएको छ? आजको दिनमा मैले रक्सी पार्दैछु, पानी पनि परिरहेछ, यस्तै छ। दिन यसरी नै बितिरहेको छ है मेरो त। अनि हजुरहरूको कसरी बितिरहेछ खै कुनै पानी परेर दाउरा पनि भिजिरहेछ, त्यही पनि सानो सानो दाउरा भएर चाहिँ मजाले सुकेर बलिहाल्छ, एकैचोटि जल्छ है। अनि मजाले नै बल्छ दाउरा पनि। पानी परेपछि के गर्नु भएर अब मम्मीले रक्सी पार्दै बस्न त भन्नुभयो, अनि रक्सी पार्दै बसिरहेको छु। तर दाउरा चाहिँ मजाले नै जल्छ है सुकेपछि चाहिँ। अनि सुँगुरहरू पनि जाडोले कस्तो भइरहेछ होइन, अनि सुँगुरहरूलाई पनि यसो चारो हालिदिँदै गरेको यो के अरे खान्छ नि त मजाले यो पनि। अनि सुँगुरहरूले खान्छ, हालिदिँदैछु। त्यस पछाडि कहिलेकाहीँ यसो टाइम पास जोस जागत चलेको बेला भनौँ न, अब पानीले हल्का भिजेर चाहिँ यो फुलहरू पनि हल्का त्यो कुहिएको पत्ताहरू निकाल्नुपर्छ। फुलहरू एकदम धेरै सप्लिन्छ नि त, अनि जति कुहिएको पत्ताहरू निकाल्यो उति धेरै सप्लिन्छ। त्यस्तै छ। यसो टाइम पास फुलहरूको मेल गर्दै भनौँ। त्यस पछाडि कोदोको मम्मीले रोटी खानुपर्छ भन्नुभयो, त्यही भएर कोदो केलाइरहेको छु मैले। कोदो केलाइदिनु मम्मीले कोदो केलाइदिन त भन्नुभयो, त्यही भएर कोदो केलाउँदै गरेको। अनि त्यस पछाडि फेरि जाड मम्मीले पकाउनु भएको थियो, फेरि जाड पनि होइन, जाड पनि चलाइरहेको छु यहाँनिर। सेलाएर हाल्नुपर्छ नि त बोरामा, त्यही भएर जाड पनि सेलाइरहेको छु। अनि एकजना जाड खाने बहिनी छ, उसले जाड छानिदिँदै गरेको। जाड पनि छानिदिँदैछु मैले, कोदो र मकैको जाड है यो चाहिँ। अनि त्यही भएर बहिनीले अब जाड खाने भनेर जाड छानिदिँदैछु। हाम्रो जाड खाने पाहुना है यता चाहिँ। उसले फेरि जाड मात्र होइन अचार पनि खाने भनेर चाहिँ उसले भनेर मैले अचार पनि दिन लागिर। अनि अचार चाहिँ के हो भने यो चाहिँ मम्मीले एकदम घराइसी अचार बनाएर राख्नुहुन्छ नि त। यो बट्टा राख्नुहुन्छ मम्मीले, केहरू पिसेर राख्नुहुन्छ। अनि त्यही अचार ताप्ती खोर्सानी मात्रै खाने भन्ने उसले, अनि त्यही भएर खोर्सानी मात्रै खाने भयो। थोरै उसको लागि मात्रै छानिदिएर मैले थोरै राखेको छु। अनि यो चाहिँ साउने निगुरे हो, साउने निगुरे भनेर चिनिन्छ यसलाई। अनि यो निगुरे चाहिँ केलाउन सब्जी, बेलुकाको सब्जी रेडी बनाउनु परिहाल्यो, त्यही भएर बेलुकाको सब्जी अब रेडी गर्दैछु भनौँ न। अनि त्यस पछाडि च्याउ पनि छ, यो बारीमा फलेको च्याउ। यो च्याउ र यो निगुरे साह्रै मिल्छ, त्यही भएर यो दुईटाको सब्जी खान लागिरहेको। अनि केलाउनलाई रेडी हो यो, तर अहिले चाहिँ यो अलिक भ्याउँदिनँ। अनि त्यही भएर एकछिन राखेर कुखुराले पछ्याइराखेको, त्यही भएर कुखुराले चारो दिँदैछु। अनि त्यस पछाडि यो पिँडालुको चारो हो, पिँडालुको चारो पनि हुन्छ र सब्जी पनि खाइन्छ। अनि सुँगुरले चारो त मिलाएर पकाउनुपर्छ, अनि त्यही भएर सुँगुरको चारो रेडी गर्दै।
पानी परेको बेला कस्तो भित्र छिर्न पनि भिजिन्छ, त्यही भएर बाहिर बाहिर अलिकति यो बिछेको भनौँ न चारो। सिमी पनि फलिरहेछ, अनि सिमी पनि टिप्दैछु। अनि यो आज पाहुना पनि आउन लागिरहेछ नि त, त्यही भएर यसो सिमीहरू तरकारी टिपेर, त्यही भएर यो चाहिँ चारो हो, चारोको लागि है। अनि हाम्रो चाहिँ जाडक्सी पकाउने ठाउँमा यो चुला पनि छ, अनि चुला पनि हल्का भत्किरहेर मैले लिप्दैछु। यस्तै छ है, यस्तै छ। त्यस पछाडि चारो काट्न लागिर चारो पनि काट्नै पर्यो उसिन्नलाई। अब जब त मैले रक्सी पारेको छु, त्यो रक्सीको त्यो कटमा हाल्नलाई रेडी गर्नु परिहाल्यो। त्यही भएर थाम्नै सकिएन, लडिहाल्यो डोको पनि। यसमा चाहिँ चारो काट्नुपर्ने हुन्छ हामीले है, एकदम छिटो काटिन्छ यसमा चाहिँ चारो। त्यो कुकुरले अचानोमा राखेर काट्दा एकदम ढिलो हुन्छ। यसमा काट्न जानियो भने चाहिँ एकदम छिटो काट्छ, तर अलिक होसियार गर्नुपर्छ, हात काट्छ यसमा। म चाहिँ एकदम फास्ट काट्छु यसमा चाहिँ चारो चाहिँ, बानी भएर पनि होला सायद। अनि अब निगुरे च्याउ एकदम धेरै सब्जी मिल्छ, त्यही भएर खेलाउँदै रेडी गर्दै भनौँ न, पुग्छ कि पुग्दैन भनेर अन्दाज गरेर। यो चाहिँ भुइँ च्याउ पनि छ, अनि अर्को रुखको च्याउ पनि छ, दुईवटा छ यहाँ चाहिँ। यो चाहिँ केलाउनुपर्छ, सानो केलाउनुपर्छ, अनि भुटेर खानुपर्छ, कस्तो मिठो हुन्छ। अनि त्यस पछाडि रक्सी अब निकाल्ने बेला भयो, त्यो कस्तो मिठो झऱ्यो कि झरेन भनेर चाख्ने बेला हामी चाहिँ रक्सी चाख्नु चाहिँ आगोलाई दिन्छौँ है। त्यही भएर रक्सी ठिक्क चाख्ने बेला भइसकेको छ। अब यो फेरि रक्सी कति धेरै झर्छ हेर्नुहोस् है गाईचहरू, रक्सी एकदम धेरै झर्छ नि हाम्रो त फेरि। अब आगोले चखाउनु दिनु पर्यो। आगो अलिअलि बल्यो, मिठै छ भन्दै हुनुहुन्थ्यो, त्यो अरू चाख्ने मान्छेहरूलाई दिएको मिठै छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि अब मिठै छ भनेपछि अब फेरि एक दुई पानी त हाल्नै पर्यो। अनि त्यस पछाडि रोटी पोल्नलाई रेडी हुँदै, रोटी त पोलि नै हाल्नु पर्यो पके पनि। अनि रोटी पोले सँगसँगै पाहुनाहरू आउनुभएको छ नि त, त्यही भएर भन्दै अब तपाईँहरूमा आज बिदा हुन चाहन्छु। बाई बाई।